सिचुएसनमा परेको क्या सोच न त्यसले अब आफूलाई बचाउनको लागि केही गफ हान्न सुरु गरे के सबै साइन बनाइराख्नु पर्यो नि सपना धन भनेको त स्वास्थ्य हो नि म अहिलेसम्म भन्नु न फुटानी चाहिँ गर्नु भने 60 वर्ष उमेरमा जेम्स सरलाई के भनिदिनुस् जेम्स बाबुलाई यो पनि पागलै हो किनभने यो सत्य नै हो म 90 हो भने 100 रहेछ बाबु मसँग आएछ 1 ब्लकमा कसरी हान्छ थाहा हुन्छ है सेकेन्ड ल केटा मान्छे चाहिँ त एकैछिनमा थाक्यो भयो भयो भन्छ केटी मान्छे चाहिँ थाक्दै थाक्दैन जति गरे पनि गरौँ अझै गरौँ भन्छ दाइ त्यो के हो उनीहरू घोप्नु पर्यो के उठाउनु पर्यो हलीलाई गाह्रो भइहाल्छ नि स्टारमा चढ हुन्छ उनीहरू मजाले भइहाल्छ दाइले अलिकति मजाले सुन्नु भएन यो डर्टी माइन्ड हो होइन दाइ नेपाली प्राइम मिनिस्टरलाई सब्स्क्राइब गर्नुहोस् र छेउमा रहेको बेल आइकनलाई प्रेस गरेर नयाँ अपडेट मिस नगर्नुहोस् हेलो गाइस म ट्याटु सिरियस है आज हाम्रो एउटा प्लानिङ छ वान सोच्नु भएको के हो भनिदिनुस् त यो प्र्याङ्कवालाले धेरैलाई प्र्याङ्क गरेर आज त्यसको चाहिँ नसा सुनाउँछु पछि बाबुको दुईवटा मेरो एउटा नसा सुनाएको थियो सिरियसै भएको थियो म होइन किन यस्तो भयो भने हेल्प गर्नुपर्छ तर आज त्यसको 4वटा नसा सुनाइन्छ प्लिज वाचिङ इन्जोय द भिडियो गाइस अब अस्ति त बवाल गरेको दाइका हात त साँच्चै नै बडा रहेछ प्रुफ भयो प्लिज दाइ मैले के गरिदिन्छु दाइ भिडियो डिलिट गरिदिन्छु दाइ युट्युबबाट दाइ तपाईँ त म भिडियो बनाउँछु भनेको छु नि एकछिन माया गर्नु पऱ्यो नि भिडियो बनाए पनि दाइ तपाईँसँग चाहिँ एक्सन सिन नराख्ने यो होइन अर्को को छ अर्को दाइ त्यो मान्छे यो हो दाइ यसमा खिचा छ यो हो दाइ बत्ती बोले दाइ बत्ती बोले राजेन्द्र दाइको छ राजेन्द्र दाइको अर्को खुट्टा हाल्नु कसम बच गेले तपाईँको हात कडा छ श्याम स्मृति एक महिना राजेश हमाललाई चाहिँ कति सुताउनु भयो तपाईँले राज हाल्नु नपर्ने है तपाईँ हिरो बनाउनु त माया गर्छु म एकदम दाइ ए खिचिरहेको प्रकाश सुवेदी पनि पागल हो अब के त म पागलै हो त यस्तो हुन्छ के अब म तपाईँलाई एउटा अचम्मको कुरा कस्तो सिचुएसनमा परेको क्या सोच न त्यसले अब आफूलाई बचाउनको लागि केही गफ हान्न सुरु गरे के सबै साइन्टिस्टहरू पागलै हो साइन्टिस्ट पनि होइन अनि सृजना गर्छ नि त साइन्टिस्ट पागल नभएको हुँदैन नि त म पनि त पागलै हो नि मैले पागल म यति डुबेर मलाई त भुटै भनेर म त पागलै भन्छ क्या मलाई त्यो भनेको आफ्नो काममा ट्यालेन्ट हो त्यो चाहिँ तपाईँलाई मैले पागल भनेको तपाईँले चाहिँ केही नभएको चाहिँ त्यो दिपाश्रीलाई अलिकति पैसा कमाएर भित्र नानीले कमाएर बोसो लागिरहेको हो त्यसै त मोटाएर खतम भइसक्यो मैले अस्ति पनि एकपल्ट प्रोग्राममा गरेको थिएँ उसलाई फिजिक बनाइराख्नु पर्यो नि सपना धन भनेको त स्वास्थ्य हो नि म अहिलेसम्म भन्नु न फुटानी चाहिँ गर्नु भने 60 वर्ष उमेरमा जेम्स सरलाई के भनिदिनुस् जेम्स बाबुलाई यो पनि पागलै हो किनभने यो सत्य नै हो म 90 हो भने 100 रहेछ बाबु थ्याङ्क यू गयो तिम्रो मुवा बुवा चाहिँ पागल नभए भए तिमी जन्मिन्थेन हो होइन एउटा पागलले अर्कोलाई पागल भनेको गयो है तिमीले पनि पागलपन्नु हिसाबले के गराएको छ कहाँ हाँस्ने कहाँ नहाँस्ने तिमीले काउन्टर एट्याक दिइरहेको छ मसँग आएछ 1 ब्लकमा कसरी हान्छ थाहा हुन्छ है सिम्पल है त है दाइ डर्टी माइन्ड सिम्पल आफ्नो बुढाले आफ्नो बुढीलाई बिहा गरेपछि दिन्छ कसैको लामो हुन्छ कसैको छोटो हुन्छ के हो दाइ ल माया होइन दाइ माया पनि लामो र छोटो हुन्छ दाइ
अब कसैको फ्याक्सन हुन्छ त अलि छोटो भएन होइन दाइ कसैको लामो हुन्छ कसैको छोटो हुन्छ तर आफ्नो बुढाले आफ्नो बुढीलाई दिन्छ बिहा गरेपछि अब अलिकति यो क्वेसन चाहिँ अलिकति अब माया भने त बुढीलाई त गजब दिनु परिहाल्छ नि म भनौँ दाइ के हो थर क्या दाइ थर दाइ कसैको थोरै थर हुन्छ कसैको निरज श्रेष्ठ भयो होइन अब मैले बिहा गरेपछि त होइन थर होइन दाइ मेरो खड्की बिहा भएर थर चेन्ज भएन अनि मेरो बुहारीको चाहिँ अनि लामो छ उसको चाहिँ श्रेष्ठ होइन पहिला श्रेष्ठ राख्यो अनि खड्की राख्यो त्यो राख्नै पर्छ त्यो राष्ट्रले पाएको आफ्नो अधिकार आफ्नो आमा बाउ लोग्ने भनेको सेकेन्ड हो कहिले छुट्न पनि सक्छ नछुटोस् तर आफ्नो ठहर राखेको म ग्रेट मेरो बुहारीलाई ग्रेटै भन्छु अन्त सेकेन्ड ल केटा मान्छे चाहिँ दाइ एकैछिनमा थाक्यो भयो भन्छ केटी मान्छे चाहिँ थाक्दैन जति गरे पनि गरौँ अझै गरौँ भन्छ दाइ त्यो के हो उनीहरू घोप्नु पऱ्यो के उठाउनु पर्छ हलीलाई गाह्रो भइहाल्छ नि स्टार्टमा चढ हुन्छ उनीहरू मजाले भइहाल्छ दाइले अलिकति मजाले सुन्नु भएन यो डटी माइन्ड हो होइन दाइ यो त रियलै माइन्डस कहाँको डटी आफ्नो बुढाले आफ्नो के अरे केटा मान्छे चाहिँ एकैछिनमा थाक्छ केटी मान्छे चाहिँ जति गरे पनि थाक्दैन दाइ त्यो हो म भनौँ सपिङ क्या दाइ केटी मान्छे सपिङमा थाक्छ त दाइ केटा मान्छे चाहिँ गाउँमा सपिङै हुँदैन गाउँमा त उतार्नु पर्ने हो ओके सपिङ गरेपछि एकदम लाग्छ है त म अलिकति अलिक गाउँको मान्छे ठिक छ दाइ एकदम जेन्युन एन्सर दिने हो दाइ जे मनमा छ हुँदैन नि एकपल्ट दसैँ तिहारमा हुन्छ तिजमा हुन्छ होइन काठमाडौँ पो हुन्छ त अब काठमाडौँ पैसा गाउँलेले दिएर हुन्छ हामी हिरोडा पाके त हो होइन त्यस्तो भन्नु मिल्दैन छोडिदिनु कि अब अर्को क्वेसन होइन दाइ मान्छेको चाहिँ कुन ठाउँमा कर्ली कपाल हुन्छ त्यो एउटा अचम्म छ है संसारमा सबैको यो मेरो यो सबैले अरू प्रायः जम्मै उठे कर्ली किन हुने हो मलाई पनि थाहा भएन तपाईँ त दाइ देश विदेश घुम्नु भएको मान्छेको कुन ठाउँमा कर्ली कपाल देखाएको छु मैले त खैरीहरू पनि कर्ली हप्सी पनि कर्ली चाइनिज पनि कर्ली जापानिज पनि कर्ली म भनेको छु नि कोरियनहरू पनि कर्ली कोरियनहरू त झन् टल्किन्छ कर्ली देखाएको कुन ठाउँमा हो कपाल हो कि होइन काखीमा पनि हुन्छ नि अनि दाइ कसैको सिल्की हुन्छ दाइ काखीमा अब मेन भन्यो भने म लास्ट चाहिँ गरी साह्रो हुन्छ भन्नै परेन है यो चाहिँ म भनौँ दाइ ल अफ्रिकामा क्या दाइ अफ्रिकामा हप्सीहरूको कर्ली कपाल हुँदैन दाइ अफ्रिकामा ओ तिम्रो कसरी कर्ली भएको है अनि नेपालमा त घुम्रेको नेपालमा घुम्रेको त एकै ठाउँमा हुन्छ एउटै हो नि केटीको पातलो र तिखो हुन्छ केटाको मोटो हुन्छ दाइ के हो पातलो र तिखो हुन्छ केटीको केटाको मोटो हुन्छ बोली होला हो यो चिज दाइले दिनुभयो किनभने मैले भाटाक भन्छ पक्नु राखिदिइहाल्छु नि भन्छ कि पातलो एकदम त्यो त्यसैले त फसाएको नि त्यस कारण त बुढ्दै डराउँदैन जो पनि माया हो कि एकदम नरम भएर बोल्नु राम्रो म चाहिँ अलिकति यो राक्षसी जङ्गली जस्तो भएको रहेछ हो मलाई सरी माफ गर्नु होला के राशि दाइ हजुर म चाहिँ दुईवटा राशि छ मेरो होइन बाबुराजाबाट वृष आउँछ अरूबाट मिठो आउँछ अनि रायनाबाट फेरि ठुलो आउँछ कुन राशि भयो तिनवटा ब्रह्मा विष्णु महेश मिक्स ब्रह्मा विष्णु महेश है दामी ल तिनवटा ल दाइ अब तपाईँले एउटा क्वेसन सोधेँ 3 जना केटी आइसक्रिम पसल अगाडि आइसक्रिम खाइराखेको थिए एउटाले चुसी आइसक्रिम खाइराखेको थियो एउटाले चाटी खाइरहेको थियो एउटाले टोकी खाइरहेको थियो ल 3 जनामा कसले बिहा गरेको होला चुसी खानेले बिहा गरेको होला कि टोकी खानेले बिहा गरेको होला कि चाटी खानेले बिहा गरेको होला अस्ति मैले चाहिँ लास्ट सेक्स चाहिन्छ भनेर भनेको छु यो पनि फर्ने म मैले त्यो बेला चाहिँ ऋषि धमलाजीले सोध्ने पनि त्यस्तो क्वेसन होइन कि लभ रोमान्स सेक्स भनेको छ होइन पहिला लभ गर्छ रोमान्स गर्छ लास्टमा सेक्स भन्छ म त फिल्मको क्लाइमेक्समा चाहिँ बोलेको हो यो 3 जना खतरा होला 3 जना खतरा होला त्यो म यसको एन्सर भनिदिउँ त्यो 3 जना मध्येमा चाहिँ एकजनाले मङ्गलसूत्र लगाएको थियो हो त्यसले नै बिहा गरेको हो जसले मङ्गलसूत्र लगाएको छ त्यसले नै बिहा गरेको हो अब त्यो आइसक्रिम खाएको भने चाहिँ मङ्गलसूत्र कहाँबाट आयो होइन अब 3 जनामा जसले मङ्गलसूत्र लगाएको छ त्यसले बिहा गरेको होला फिल्ममा इन्सर्ट हालेको कुरो हो नि ठिक छ यो अलिकति त्यस्तै खालको थियो अब दाइले एउटा रमाइलो निलो कलरको पानीमा दाइ रातो कलरको ढुङ्गा हान्दियो भने के हुन्छ सेतो आउँछ छल्किन्छ
निलो कलरको पानीमा होइन रातो कलरको ढुङ्गा हाल्यो भने हाल्यो भने त्यो छल्किँदा त पानी सेतै हुन्छ नि होइन दाइ के हुन्छ ढुङ्गा डुब्छ क्या दाइ होइन दाइ होइन त्यो छल्किँदाखेरि पानी त सेतो हुन्छ फेरि है छल्किँदा हो त्यो पनि हो चाहिँ हरियो पानीमा हान्छौँ कहिले चाङ्लो पानीमा हान्छौँ कि हामी खोलामा छ नि त हामी गाउँतिरको हजुर हजुर हान्दाखेरि छल्किँदाखेरि सेतै हुन्छ कि हजुर तर हजुर ढुङ्गा डुब्छ भने दिमागहरू थुक्क मोटो दिमाग अब यस्तो क्वेसनहरू मसँग धेरै थियो अब अब तिमी नै प्र्याङ्क मास्टर भइसकेपछि कुन रे त्यो थुक लाएर छिराउ के छ नि एउटा ए ए अँ मैले एउटा अर्को सोध्यो यो दारीवालाको सोधिदिनु ल यो जिन्दगी दारी पालेर आउँदाखेरि भनिदिनु त ल राजेन्द्रले किन दारी नपाल्नु भएको रहेछ थाहा है, यो चाहिँ यो बेला बोल्ने होइन कि यस्तो छ उसले दारी नि कनाइराख्छ ल यो किन त्यो पनि काट यो जतिजनाले हेर्दै हुनुहुन्छ अब यो 18+ वाला भिडियो हो यदि तपाईँहरूलाई धेरै वाइल्ड खालको एन्सर सुन्न मन छैन भने तपाईँहरू युट्युब बन्द गरेर हाम्रो नेपालको राष्ट्रिय गान सुन्दै गर्नुहोस् हामी राजेन्द्रसँग केही गफ गर्छौँ त्यो गर्नु पछाडि आउने नेताहरूले भन्छ ल अब अर्को के छ त एउटा क्वेसन त्यो थुक लागेर छिराउने के अरे दोस्त सियोमा राख्ने हो त्यो त तैँले सुरुमै एन्सर भनिदिनु भयो त अनि मैले भने अर्को कोही छ कसैसँग गाउँ खोज्ने कथा केही इन्ट्रेस्टिङ छ छोडिदिनु दाइ जे भयो